जीके को डे 2 मा तपाईहरुलाई स्वागत छ र आज म चाहिँ यो नेपालको धरातलीय स्वरूप भौगोलिक स्वरूप छ त्यसैको निरन्तरता दिन्छु। अब हिमाल पहाड तराई धरातलीय स्वरूप हैन अन्तर्गत हिमाल पहाड तराई पर्छ र हिमाल पहाड तराईको विभाजन के हो हैन त्यसको बारेमा कुरा गर्छु। हिमाल पहाड तराईको विभाजन हाम्रो के हो उचाइको आधारमा यो हिमाल पहाड तराई चाहिँ विभाजन भएको हो है। अब यसैलाई हैन हामीले अब हिमाल पहाड तराईलाई अब त्यतिकै याद गर्नु भन्दा पनि एउटा डायग्राम बनाएर याद गर्यो भने हामीलाई एकदमै साह्रै सजिलो हुन्छ है। त्यसपछि हाम्रो यहाँ सबभन्दा पहिले के छ भन्दाखेरि म आफैले एउटा फिगर कोरेर देखाउँछु त्यसपछि तपाईहरुलाई बुझ्न सजिलो हुन्छ। मानौ हाम्रो यो के हो समुद्री सतहदेखि 58 मिटरमा 58 मिटरमा के छ हाम्रो तराई रहेको छ। यो समुद्र सतहदेखि 58 मिटरमा तराई छ र तराई के छ अलिकति पुरै यो फ्ल्याट छ हैन। त्यसपछि के छ भिरालो छ र त्यसपछि के छ फेरि अलिकति यो ओरालो छ। यहाँ यो पोइन्ट भनेको चुरे हो हैन। यसलाई भाबर प्रदेश भन्छ त्यसपछि हैन यो फेरि माथितिर जान्छ माथितिर गएपछि हैन यो पोइन्ट त्यसपछि फेरि यहाँदेखि फेरि तल आउँछ त्यसपछि फेरि माथि जान्छ अनि फेरि तल आउँछ त्यसपछि यसरी हो। अनि यो जुन छ नि यहाँनिर यो चुरेपछि जुन तल गएको छ यो ठाउँ चाहिँ हाम्रो भित्री मधेस हो। यो ठाउँ भित्री मधेस र यो चाहिँ महाभारत। यसलाई भन्छ मुख्य हिमाल हैन भित्री हिमाल यसलाई भन्छ यो मुख्य हिमाल नै हो मुख्य हिमाल। म पछि मुख्य हिमाल मुख्य भूमि मुख्य हिमाल के हुन्छ टपमा हुन्छ एउटा कुरा हामीले बुझ्नु पर्यो। त्यसपछि मुख्य नै हुन्छ यहाँ तर हिमाल के हुन्छ टपमा हुन्छ यहाँ टपमा। अनि त्यसपछि यहाँ फेरि तल आउँदाखेरि यो भित्री हिमाल र लास्टको यो यसरी चाहिँ यो सीमान्त हिमाल लास्ट सीमामा जुन पर्छ नि त्यो सीमान्त हिमाल। यसरी हामीले सीमान्त हिमाल यति हो। यो जुन छ नि यो तराईलाई हामीले खास तराई भन्छौँ। खास तराई वा वास्तविक तराई यो पार्टलाई भन्छौँ। अब 58 देखि हाम्रो तराईको रेन्ज कति हो भन्दाखेरि 58 देखि यहाँसम्म यो ल हो यसरी यो हाइटसम्म हाम्रो के छ तराई रहेको छ। 58 देखि 600 मिटरको हाइटसम्म हाम्रो के छ तराई हो। 58 देखि 600 सम्मको मिटरमा हाम्रो तराई हो। त्यही भएर यो भित्री मधेस पनि हाम्रो तराईकै भूभागमा पर्छ हैन है। यति कुरा हो। यदि हामीले यो फिगर याद गर्यो भने हामीलाई चुरे कहाँ पर्छ महाभारत कहाँ पर्छ र मुख्य हिमाल कहाँ पर्छ र त्यसको बीचहरुमा कुन प्रदेश हो कुन भूमि हो भन्ने कुरा हामीलाई याद गर्न सजिलो हुन्छ। यही कुरालाई
मैले यहाँ लेखेको छु। यही छ समुद्र सतहदेखि 58 मिटरमा हाम्रो तराई सुरु हुन्छ है। 58 मिटरमा तराई सुरु हुन्छ। त्यसपछि यो भावर प्रदेश हैन भिरालो छ। त्यसपछि यो हाम्रो चुरे छ अनि तल्लोतिर यो भित्री मधेस भयो। ठ्याक्कै अलि माथि गएपछि महाभारत, फेरि तल झरेपछि मुख्य भूमि र हिमालमा। हिमाल के हुन्छ टपमा हुन्छ, हामीले बुझ्नु पर्यो। मुख्य हिमाल यहाँ टपमा छ। त्यसपछि तल चाहिँ भित्री हिमाल, यो हिमाल बीचको भित्री हिमाल, लास्टको चाहिँ सीमान्त हिमाल। अब एरिया छुट्याउँदाखेरि हाम्रो तराई 58 देखि 600 मिटर भयो। तराई हाम्रो कहाँ, यहाँदेखि यो एरियासम्म यति हाम्रो तराई हो। यति हाम्रो चाहिँ तराई हो भने यहाँदेखि यो बोर्डरदेखि यो बोर्डरसम्म हाम्रो के हो, पहाड हो। र यहाँदेखि उता चाहिँ हिमाल पर्छ। र यसमा चाहिँ जुन रातो गोलो लगाएको छ नि, यो रातो गोलो लगाएको यो यति चाहिँ तराई हो। र यो जुन कालो गोलो लगाएको छ यो चाहिँ पहाड हो। र 58 मिटर कुन पोइन्ट हो भन्दाखेरि झापाको केचनाकल, सबभन्दा गहिरो भूभाग झापाको। को भनेपछि को छ र कोइको मा के छ, क केचनाकल। यसरी हामीले बुझ्न सक्छौँ, यसरी हामीले याद गर्न सक्छौँ। अब त्यही कुरालाई यहाँ टेबलमा देखाइएको छ। अब विवरणमा हाम्रो हिमाल पहाड तराई छ। हिमाल पहाड तराई, उचाइ, क्षेत्रफल, जिल्ला र जनसङ्ख्या हैन। उचाइ भनेपछि यहाँबाट यताबाट सुरु गर्ने 58 देखि 600 मिटरसम्म तराई रहेको छ। र 600 देखि 3000 मिटरसम्म पहाड हैन। र 3000 देखि सगरमाथासम्म हाम्रो के छ, हिमाल छ। क्षेत्रफलको अब कुरा गर्दाखेरि हाम्रो हिमालको क्षेत्रफल 15 छ। पहाडको अलि धेरै, लगभग यसको 4 गुणा जति छ। 15 चौका 68 हैन। र 15 68 र 17 हो। 15 68 17 क्षेत्रफल। र जिल्ला चाहिँ हिमालमा 21 वटा, पहाडमा 35 वटा र तराईमा 21 वटा। सजिलो बुझ्नलाई, सजिलो याद गर्नलाई सजिलो कसरी हुन्छ भने हिमाल र तराईको जिल्ला चाहिँ बराबर छ, 21-21। हिमाल र तराईको जिल्ला पहाडको फरक छ। अब दुईटा जोडेपछि हामीले जम्मा जिल्ला 77 छ, त्यो हामीलाई थाहा नै छ। त्यो दुईटै जोडेर 77बाट घटायो भने यो पहाडको जिल्ला आउँछ। त्यसपछि जनसङ्ख्या छ। अब जनसङ्ख्या कति छ, 6.08% छ हिमालमा, 6.8 छ। तर हामीले यसलाई याद गर्नको लागि अर्डरमै राख्ने, 6.78 याद गऱ्यो भने हामीलाई सजिलो हुन्छ। र यो पनि बुझिराख्नु पऱ्यो कि 7को ठाउँमा 0 हुन्छ। सिम्पली 6.78 याद हामीले गर्दा गर्दै के हुन्छ भने त्यहाँ 0 छ भन्ने कुरा हाम्रो माइन्डमा हुन्छ नै। त्यसपछि पहाडको जनसङ्ख्या के छ, 40 छ, 40.31%। र तराईबाट के हुन्छ, तबाट तराई, तबाट 53%, 53.61% तराईको जनसङ्ख्या रहेको छ। ट्रिक चाहिँ हाम्रो 53 हो। त्यसपछि हैन, यो त भयो अघिको हाम्रो के भयो, के को आधारमा, अघि हामीले जुन पढाएको थियो यो तराई पहाड हिमाल चाहिँ यो उचाइको आधारमा हो। अब हामी स्थानीय सरकार सञ्चालन ऐन आइसकेपछि हैन, स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार हाम्रो चाहिँ 5 भागमा छ। नेपालको जिल्लालाई 5 भागमा बाँडिएको छ। हिमाल, पहाड, तराई, काठमाडौँ उपत्यका र भित्री मधेस गरी। हिमालमा जति छ त्यति नै छ, 21 वटा जिल्ला छँदैछ। तर पहाडमा 28 वटा, तराईमा 28 वटा, काठमाडौँ उपत्यकाको 3 वटा र भित्री मधेसमा 7 वटा जिल्ला छ है। यति 21, 28, 18, 3 र 7 वटा। त्यसपछि पहाडमा जुन छ नि 28 वटा, 28 वटा जम्मा अघि कति 35 वटा जिल्ला थियो। यसमध्ये 3 वटा जिल्ला छ नि, यो त काठमाडौँ उपत्यकाको भयो। त्यसपछि यो 4 वटा जिल्ला छ, यो भित्री मधेसको जिल्ला, भित्री मधेस अन्तर्गत राखिएको छ पहाडको 4 वटा जिल्लालाई। त्यसरी 28, 3, 31, 4, 35 हुन्छ। त्यसरी तराईको 3 वटा जिल्लालाई पनि भित्री मधेस अन्तर्गत राखिएको छ। यो 4 र 3 गरी 7 वटा जिल्ला चाहिँ भित्री मधेसमा, पहाडको जिल्ला 4 वटा र तराईको जिल्ला 3 वटा पर्छ। सिम्पल। अब 4 र 3 कसरी याद गर्ने, कुन माथि छ भने पहाड, तल झर्दा झर्दै के हुन्छ, कम हुँदै जान्छ नि त। त्यसकारण तराईमा 3, पहाडमा 4 र तराईमा 3 यसरी याद गर्ने।
यो तिम्रो पहाड यो भने अब भित्री मधेसको 4वटा यही कुरा मैले यहाँ लेखेँ भित्री मधेसको 4वटा जिल्ला पहाडमा पर्छ। त्यो 4वटा कुन हो? यो सूत्र छ हाम्रो उसी मसु ऊ भनेपछि उदयपुर, सिन्धुली, मकवानपुर र सुर्खेत। यो 4वटा जिल्ला चाहिँ हाम्रो भित्री मधेसको 4वटा जिल्ला पहाडमा पर्छ र बाँकी जुन 3वटा जिल्ला छ त्यो हाम्रो केमा पर्छ? तराईमा पर्छ। यसको अलि पछि पनि कुरा हुन्छ यो भित्री मधेसको बारेमा। त्यसपछि 77 जिल्ला हाम्रो नेपालमा पहिला 75बाट 77 जिल्ला कहिले भएको भन्ने कुरा हामीले बुझ्नु पर्यो। यसको मिति कहिले हो, डेट कहिले हो? यो कहिले आएको भन्दाखेरि ठ्याक्कै जब स्थानीय सरकार सञ्चालन नै आयो नि त्यसपछि यो भएको हो क्या। स्थानीय सरकार सञ्चालन 2074 भदौ 5 गते चाहिँ यो 77 जिल्ला भएको हो नेपालमा। त्यस्तै होइन पहाडबाट अब कुन जिल्ला जुन 2वटा जिल्ला थप भएको छ नि त्यो कुन हो त्यसको बारेमा त पछि कुरा गर्छु नै। यो 2वटा जिल्ला त अब रुकुमलाई टुक्र्याएर बनाएको छ। पूर्वी रुकुम र पश्चिम रुकुम र नवलपरासीलाई पनि पूर्व नवलपरासी र पश्चिम नवलपरासी गरी त्यहाँ टुक्र्याएको छ। कुन 2टा जिल्ला हामी यहाँ लेख्न सक्छौँ, तपाईँहरूले नोटमा लेख्दा पनि हुन्छ। रुकुम र नवलपरासी रु न अथवा नरु जसरी पनि याद गर्दा हुन्छ। ट्रिक हामीले आफै बनाउने हो। त्यसपछि पहाडबाट हिमालमा सारिएका जिल्ला पहाडबाट हिमालमा सारिएको जिल्लाहरू 4वटा छ। त्यो कुन हो भन्दाखेरि सूत्र छ यो गोरुधारा, गोर्खा, रुकुम पूर्व, रुकुम यतैतिरको पूर्वकै र धा भनेपछि धादिङ, रा भनेपछि रामेछाप हैन। यो कहिले सारिएको हो? पहाडबाट हिमालमा यो ठ्याक्कै भदौ 25 गते 2074 साल स्थानीय सरकार सञ्चालन ऐन आइसकेपछि स्थानीय सरकार सञ्चालन ऐन हैन 2074 अनुसार विभाजन गर्दा अब त्यसैको हामीले अलि बुझ्न सजिलो होस्, याद गर्न सजिलो होस् भनेर 2074 5 महिना 25 मा यो सारिएको हो। त्यसपछि यो 4वटा जिल्लालाई म्याग्दी जिल्लालाई चाहिँ पहाडबाट हिमालमा सारिएको 1 वर्ष पछि हो। ठ्याक्कै यसको 74 मा 4वटालाई 74 मा 4वटा यहाँ सरी 74 मा 4वटालाई र 75 मा एउटालाई र त्यो पनि फागुन 19 गते। अब 1 वर्षपछि ठ्याक्कै यो 1 फागुनमा के हुन्छ 1 महिना हुन्छ 1 त्यो 1 वर्षपछि 1 र 19 गते सारियो र यो म्याग्दीलाई हिमालको कान्छो जिल्ला पनि भनिन्छ। यसरी पहाडबाट हिमालमा सारिएको जम्मा जिल्ला कति 5वटा भयो। 4वटा त भयो गोरुधारा र लास्टको एउटा गरी म्याग्दी गरी जम्मा 5वटा भयो। अब हामी भित्री मधेसको अब डिटेलमा पढ्छौँ। भित्री मधेस, चुरे, महाभारत पर्वत यो सबैको बारेमा पढ्छौँ। अब यहाँ छ भित्री मधेसको बारेमा। भित्री मधेसमा कतिवटा हामीले 8.5% यसको भूभाग छ, 7वटा जिल्ला छ। यो 8.5 कसरी याद गर्ने भन्दाखेरि भित्री मधेसमा जिल्ला कतिवटा छ? 8वटा छ। त्यति याद गरेपछि हामीलाई यो भूभाग पनि याद हुन्छ। 8वटा जिल्ला छ र 8वटा जिल्ला छ र त्योभन्दा अलिकति 8.5% भूभाग छ। 8 याद गरे पनि भयो र त्यसको 1 कम 7वटा जिल्ला चाहिँ हाम्रो भित्री मधेसमा पर्छ। 7वटा जिल्ला हाम्रो भित्री मधेसमा। अब यसको सूत्र छ उ सिम चिन दासु। उ सिम लिएर चिन जाँदाखेरि के भयो? दास भए। अब ऊ उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी भनेपछि यो बर्दघाट सुस्ता पूर्वको हो, यो पूर्वको। त्यसपछि दाङ र सुर्खेत यो पूर्वदेखि पश्चिमको अर्डरमा रहेको छ। त्यसपछि चाहिँ हाम्रो यो अब चुरेको कुरा गर्छौँ। चुरेमा कति छ? 12.78% भूभाग। अब यो कसरी याद गर्ने भन्दाखेरि चुरे क ख ग देखि च सम्म कति नम्बरमा पर्छ? 6 नम्बरमा। 6 दुना 12 ठ्याक्कै 6 दुना 12 भयो। यो ठ्याक्कै यसको डबल 12 छ र 12 छ 72 12.72%। 12.72 पनि हामीले याद गर्यो भने हामीलाई धेरै सजिलो हुन्छ सम्झिनलाई कि 12.78% भाग चुरेमा छ भन्ने कुरा। र यसलाई के भन्छ? बाहिरी हिमाल भन्छ। बाहिरी हिमाल भन्नुको कारण के हो कि यो हाम्रो डायग्राममा के छ? यहीँबाट हाम्रो सुरु हुन्छ।
सुरु हुन्छ नि त, योभन्दा यता त छैन, हिमाल पहाडहरू केही छैन, यहाँबाट सुरु हुन्छ। त्यसकारण यसलाई हामी चुरेलाई बाहिरी हिमाल भन्छौँ। र यसको आउटर हिमाल यसैले भन्छ नवीन पर्वत पनि भन्छ, कान्छो हिमाल सबभन्दा तल भएकोले यसले कान्छो हिमाल पनि भन्छन्। र यसको अग्लो भाग के हो? गार्वाको कैलाली, जुन कि 7872 मिटरमा पर्छ। अब यो 18 चोक 72 याद गर्ने, 18 चोक 72 याद गर्ने। र यसको अग्लो भाग के हो? गर्भ र कैलालीमा पर्छ। त्यसपछि अब हामी महाभारत पर्वतको बारेमा कुरा गर्छौँ। महाभारत पर्वतको अग्लो भाग कुन हो? सैलुङ यो दोलखा जिल्लामा पर्छ र यसको हाइट के छ? 3300 मिटर, 3300 मिटरमा पर्छ। अब अग्लो भाग के हो? सैलुङ कसरी सम्झिने? महाशय, महा भनेपछि ठुलो मान्छे र सय भनेपछि सैलुङ सम्झिने। यसको उपनाम के हो? नेपालको हावाखुरी, यसलाई हिल स्टेसन अफ नेपाल पनि भनिन्छ। त्यसपछि अब नेपालको जलस्रोतको बारेमा कुरा गरौँ हैन। नेपालको जलस्रोतको बारेमा कुरा गरौँ। अब हामी डेटा हेरौँ कति छ है। नेपालमा जम्मा 6000 नदीनाला रहेका छन्। कति? 6000 वटा। र 6000 नदीनालाको कुल लम्बाइ हाम्रो कति छ? 45000 किलोमिटर। 45000 किलोमिटर रहेको छ। त्यस्तै 11 किलोमिटर भन्दा लामा नदी कति छन्? 1000 वटा छ। र 160 किलोमिटर भन्दा लामा नदी 100 वटा छ। यहाँ के छ ट्रिक? हामीले यहाँ बुझ्नु कसरी याद गर्ने? लम्बाइ बढ्दाखेरि के भएको छ? नम्बर घटेको छ। अनि पछि 11 किलोमिटर 1000 वटा, तर यहाँ यो बढेपछि ठ्याक्कै यो घटेको छ। के रेसिप्रोकल, इन्भर्सली प्रोपोर्सनल छ यो। लम्बाइ बढ्ने बित्तिकै के हुन्छ? नम्बर घट्छ। यसरी हामीले ट्रिक लगाउन सक्छौँ। त्यस्तै अब विश्वको कुल जलस्रोतको नेपालले 2.27% जलस्रोतको अंश ओगटेको छ। विश्वमा जति जलस्रोत छ त्यसको 2.27% जलस्रोतको अंश नेपालले ओगटेको छ। अब सुरुमा याद गर्न 2.27 गर्न सजिलो हुन्छ नि, यो सेम अङ्क छ। सेम अङ्क गर्न त याद सजिलो हुन्छ। सुरुमा हामीले यो दुईटा मात्र याद गर्ने पर्यो, 2.2%। 7 पछि याद गर्दा पनि हुन्छ। नेपालको नदीनाला भने तर नेपालको नदीनालाबाट 83000 मेगावाट, कति? 83000 मेगावाट विद्युत उत्पादन गर्ने क्षमता रहेको छ। तर आर्थिक तथा प्राविधिक हिसाबले, अब टेक्निकली पनि हेर्नु पर्यो, आर्थिक इकोनोमिकली पनि हेर्नु पर्यो, हामीले बनाउन सक्छ कि सक्दैनौँ, त्यसको लागि टेक्निकल म्यान पावर छ कि छैन, सक्छ कि सक्दैन, मेन कुरा त्यो हो। त्यो हिसाबले चाहिँ 42000 मेगावाट मात्र रहेको छ। इकोनोमिकली र टेक्निकली हेर्दाखेरि 42000, 83000 लगभग यसको आधा भनौँ न, यसको 83000 को आधा छ यो 42000 मेगावाट। मतलब घटेको छ नि त, आधा भए पनि आधा कति हुन्छ? लगभग आधै भनौँ न, आधा छ 42000। अब लास्टमा यो 2 सम्झिनलाई के गर्ने भन्दाखेरि आर्थिक र प्राविधिक दुईटा कुरा छ नि त, यहाँ 2 हो भन्ने कुरा बुझ्ने। यति पनि हामीले याद हो भने अलि याद गर्न सजिलो हुन्छ। त्यसपछि अब नेपालको नदीको वर्गीकरणको बारेमा हामी हेर्छौँ। नेपालको नदीको वर्गीकरण एउटा उत्पत्तिको आधारमा छ हैन, र अर्को बहाव क्षेत्रको आधारमा। अब उत्पत्ति भनेपछि त्यसको मूल कहाँ हो, कुन ठाउँ हो, कहाँ हो, यसको ओरिजिन कहाँ हो, त्यसको आधारमा हो। र बहाव क्षेत्र भनेपछि त्यो बग्छ के, कुन ठाउँमा बगिरहेछ, बहावको आधारमा हुन्छ। त्यही उत्पत्तिको आधारमा 3 किसिमको छ। प्रथम स्तर, दोस्रो स्तर र तेस्रो स्तरको नदी हैन, करिब 3 किसिमको छ। अब प्रथम स्तरको नदी हाम्रो जुन टपमा हिमाल छ नि, हिमाल छ, त्यसपछि महाभारत छ, त्यसपछि चुरे छ। हिमालबाट उत्पत्ति हुने नदी सबै के छ? प्रथम स्तरको। यसको अन्तर्गत कोशी, गण्डकी, कर्णालीका सहायक नदीहरू पर्छ भने महाकाली नदी पनि पहिलो स्तरकै नदी अन्तर्गत पर्छ। र दोस्रो स्तरको नदी अन्तर्गत चाहिँ
महाभारत पर्वत दोस्रो स्तरको नदी महाभारत पर्वतबाट। सेकेन्डमा के छ महाभारत छ नि त हाम्रो यो चित्रमा यहाँ यो चित्रमा के छ यहाँ टपमा के छ हिमाल छ नि त यहाँनिर हिमाल छ यहाँबाट जुन उत्पत्ति हुन्छ त्यो चाहिँ प्रथम स्तर यहाँबाट हुने दोस्रो स्तर र यहाँ यो टपबाट हुने चाहिँ तेस्रो स्तरको यसरी सम्झिनु हैन। अब दोस्रो महाभारत पर्वतबाट र यो मूल फुटेर बग्छ। अब यसमा कुन कुन नदी हो त्यो पनि अलि सम्झिनु पर्यो। बागमती, बाणगङ्गा, राप्ती, बबई एक दुईटा त नामहरू सम्झिनु पर्छ है। त्यस्तै अब तेस्रो स्तरको नदी के छ चुरे पर्वत लास्टमा थर्ड छ चुरे पर्वतबाट उत्पत्ति हुने नदी चाहिँ तेस्रो अन्तर्गत पर्छ र यस अन्तर्गत हामीले नामै नसुनेका नदीहरू के भन्छ यस अन्तर्गत पर्छ। जस्तै भाका, रसुवा, सुनसरी, रतुवा यस्ता खालका नदीहरू यो अन्तर्गत पर्छ। अब हामी बहाव क्षेत्रको आधारमा हेर्छौँ। यो त भयो अघिको उत्पत्तिको आधारमा। अब हामी बहाव क्षेत्रको आधारमा हेर्छौँ नदीको वर्गीकरण। बहाव क्षेत्रको आधारमा हाम्रो 3 किसिमको छ। एउटा यता लास्टमा छ हैन यता कोशी नदी, कर्णाली नदी र कोशी नदी, गण्डकी नदी र कर्णाली नदी। कोशी, गण्डकी, कर्णाली। अब यसको क्षेत्र कहाँ रहेको छ भने हामीले याद गर्नु पर्यो। कोशी नदी कहाँदेखि कहाँसम्म छ? यहाँ मानव कञ्चनजङ्घा हो, यो लाङटाङ हो, यो धौलागिरी र ब्यासीमाल हो भने यहाँदेखि यहाँसम्म कोशी, यहाँदेखि यहाँसम्म गण्डकी र यहाँदेखि यहाँसम्म कर्णाली रहेको छ। त्यही कुरा यहाँ लेखिएको छ हैन। पुरै एरियामा त छैन तर यसको रेन्ज चाहिँ यही नै हो। कञ्चनजङ्घादेखि लाङटाङ हिमालसम्म कोशी नदी, गण्डकी नदी भनेपछि अब यही लाङटाङ यहाँ आउँछ, र लाङटाङदेखि धौलागिरीसम्म। त्यसपछि फेरि यही धौलागिरी यहाँ आउँछ, धौलागिरीदेखि ब्यासीमालसम्म चाहिँ कर्णाली नदी रहेको छ। अब बहाव क्षमता यो कति छ 1564 मिटर क्युब कोशीको 1564। कसरी याद गर्ने? 15 चौका 60 जतिले गुणा गर्ने त्यति यसमा जोड दिने। जस्तै 15 गुणे 4 + 4 जतिले गुणा गरेपछि ठ्याक्कै आउँछ। त्यस्तै यतापट्टि 1713 मिटर क्युब पर सेकेन्ड यो गण्डकीको र यसैलाई उल्टाइदिने, यसैलाई यतापट्टि उल्ट्याउने 1317 मिटर क्युब पर सेकेन्ड। यहाँ 16 छ तर हामीले 17 याद गर्दा पनि केही फरक पर्दैन। त्यति पनि याद भयो भने हामीलाई यो याद हुन्छ, याद भइरहन्छ, हामी बिर्सिँदैनौँ। त्यसपछि अब लम्बाइको कुरा हेर्दाखेरि यसको 1564 छ भने ल हो यसको आधा 750 हुन्छ तर त्यो सम्झौँ कि यसको आधा छ भन्ने कुरा। ल हो 720 किलोमिटर छ र गण्डकी नदीको के छ लास्टमा 3 छ, 3बाट सुरु हुन्छ 338 मिटर र यो 507 मिटर रहेको छ। 7 3 5 सुरुको अक्षर 7 3 5। अब विद्युत उत्पादन क्षमता कति छ? यसको 2 याद गऱ्यो भने सजिलो हुन्छ। 22,000 अब यो 21,000 एक घटेको छ र ठ्याक्कै यो 22,000 को 10,000 बढेको छ यतापट्टि। 22,000 1,000 घटेको छ र ठ्याक्कै यसको रिस्पेक्टमा यो छ 10,000 ठ्याक्कै बढेको छ 32,000। 2 याद गऱ्यो भने पनि 22,000 21,000 र 32,000 हामीलाई सम्झिन सजिलो हुन्छ। लास्टको त्यसपछि अब सहायक नदीको कुरा गरौँ। सहायक नदी अब कोशीको सहायक नदी पूर्वदेखि पश्चिम। अब यसको सूत्र के छ हाम्रो? त अदुली तासुई अथवा हामी यसलाई त दुली तासुई पनि भन्न सक्छौँ। यो दुईटालाई एक ठाउँमा राखेर कसरी भन्दाखेरि यस्तो त दुलितालाई सुई लगाइदिन्छु है। त दुलितालाई सुई लगाइदिन्छु। अब कुन याद गर्न सजिलो हुन्छ त्यही याद गर्नुहोस्। मलाई त यो याद गर्न सजिलो लाग्छ। त दुलितालाई सुई लगाइदिन्छु। अब तबाट तमोर, अबाट अरुण, दुबाट दुधकोशी, लीबाट के छ लिखु, ताबाट तामाकोशी, सुबाट सुनकोशी र ईबाट इन्द्रावती। अरुण ठुलो हो
कसरी र लिखु सानो कसरी याद गर्ने? अरुण अरूभन्दा ठुलो छ। अरुण भनेपछि अरूभन्दा ठुलो भन्ने कुरा हामीले बुझ्नु पर्यो। लिखु भनेपछि सानो सानो अक्षरमा लेख्नु। जहिले पनि हामी लेख्दाखेरि सानो अक्षरमा लेख्नुपर्छ, जसले गर्दाखेरि पेपर हामी बचाउन सक्छौँ। यसरी हामीले सानो ठुलो याद गर्न सक्छौँ। पूर्वमा कुन पर्छ? तमोर भयो। पश्चिममा इन्द्रावती भयो। पूर्वदेखि पश्चिम हुन सक्छ। त्यसपछि अब हामी गण्डकी नदीका सहायक नदीका सहायक नदीका बारेमा कुरा गर्छौँ। अबले यसमा के छ? त्रिबुद्ध मम सेका। त्रिबुद्धले मम सेकाएर खाए भनेर पनि हामी याद गर्न सक्छौँ। त्रिबुद्धले मम सेकाएर खाए। त्रि भनेपछि त्रिशुली, बुढी गण्डकी, दरौदी, मर्स्याङ्दी, मादी, सेती गण्डकी र काली गण्डकी। अब ठुलो र सानो। ठुलो हाम्रो कुन हो? काली गण्डकी। जहिले पनि कसरी बुझ्ने? काली गण्डकी के छ? ठुलो नदी छ। महाकाली माता, काली माता हुन्छ नि, त्यसको रूपै ठुलो हुन्छ, त्यसरी हामीले बुझ्नु पर्यो। अथवा यो सबै तल छ नि, सबभन्दा तल छ। यो सबै नदीको पानी यसमा गएपछि के हुन्छ? यो त्यतिकै ठुलो हुन्छ नि त। त्यहाँ यसरी पनि हामी याद गर्न सक्छौँ। अब दरौदी सानो छ। कति ठाउँमा त्रिशुली पनि छ, तर नेपाल परिचयमा के लेखेको छ? दरौदी। दरौदी अब सानो कसरी याद गर्ने? मान्छे डरले के हुन्छ? खुम्चिन्छ नि त, सानो हुन्छ है। दरौदी सानो। यसरी अब आजको यो लास्ट छ है। त्यसै अब कर्णाली नदीका सहायक नदीको बारेमा कुरा गर्छौँ। के छ हाम्रो? सानी, ठुली, टिमु, हुम्ला, बुसे। सानी, ठुली। सानी मानौ दुईजना, एउटा सानी एउटाको ठुली। टिमु र एउटा टिमु पनि केटा, मानौ केटा। सानी, ठुली, टिमु, हुम्ला, बसे अथवा बुसे जसरी भनौँ। अब सानीबाट सानी भेरी, ठुली भेरी, टिला। यो टीबाट टिला, मुबाट मुगु कर्णाली, यो हुम्लाबाट हुम्ला कर्णाली। त्यसपछि बलाई बु भनौँ, बुढी गङ्गा, सेती गङ्गा। र ठुलो भनेपछि यसमा हाम्रो हुम्ला कर्णाली। कसरी याद गर्ने? हामीले हमला गर्नको लागि जहिले पनि के छ? ठुलो मेसिन चाहिन्छ है। हमला गर्नलाई हामीले ठुलो पावर हुनुपर्छ, अनि मात्र हामीले हमला गर्न सक्छौँ। त्यसरी हुम्ला कर्णाली भनेको ठुलो नदी हो। अब टिला भनेपछि सानो। कसरी बुझ्ने? टिला तिल हुन्छ नि, तिल हुन्छ नि, त्यो तिल कति हुन्छ? दाना त्यसको सानो हुन्छ नि त। त्यसरी हामी सानो है छ भने होइन, त्यस्तो। अब कुन नदीले भारतमा के भनिन्छ होइन? यसको फर्मुला छ कोदा कवि मेमा बस। कोदा कवि मेमा बस। को भनेपछि कोशी, ता भनेपछि दामोदर, क भनेपछि कन्काई, बिरिङ, मे भनेपछि मेची, मा भनेपछि महानन्दा, ब भनेपछि बबई, बबाट बबई, सबाट सरयू। र अर्को महाकाली पनि छ। महाकालीलाई हामी शारदा भन्छौँ। महाकालीलाई के भन्छौँ? शारदा भन्छौँ। त्यस्तै अब नदीहरूको उपनाम। उत्तर गङ्गालाई हामी के भन्छौँ? उत्तर गङ्गा, उत्तर बहिनी र गङ्गा स्वरूपा। गङ्गा छ र बहिनी, उत्तर त दुईटैमा छ, तर एउटामा गङ्गा छ र अर्कोमा बहिनी छ। गङ्गा के छ? सानो भेरी छ गङ्गा। र बहिनी के छ? उत्तर वाहिनी। उत्तर वाहिनी नदीमा के हुन्छ? कर्मनाश हुन्छ। कर्मनाश नदी हो उत्तर वाहिनी। र उत्तर गङ्गा के हो? सानो भेरी हो। त्यस्तै गङ्गा स्वरूपा, काली गण्डकी। यसरी हामीले नदीहरूको नाम याद गर्न सक्छौँ। आजको लागि यति नै हो। अब अर्को दिन चाहिँ हामी नेपालका तालतलियाको बारेमा कुरा गर्छौँ होइन। नेपालमा कति ताल छ, कुन ठुलो ताल हो, सानो के हो, सबैको बारेमा हामी ट्रिक सहित पढ्छौँ। र आजको भिडियो कस्तो लाग्यो? राम्रो लागेको छ भने कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला र अरू साथीहरूलाई सेयर गर्नुहोला। धन्यवाद।